Hello guys, back again. So अघि केक काटेको हेर्नुभयो होला अनि भोलि छ मेरो राति भइसक्यो अब भोलि छ मेरो बस काठमाडौँको बिहान 7 बजेको छ मामा र मेरो अनि पानी परिरहेको पहिरो गयो भने पहिरो गयो अरे बस जाम भयो अरे 1 मिनट मात्रै भयो अरे अनि यस्तो पानी परिरहेको हिजो बिहानदेखि पर्यो नन स्टप अनि अघि दिउँसो एकचोटि रोकेको थियो उता भाटभटी जाँदा पर्यो फेरि के भन्नु अब त्यही हो अब भोलि थाहा हुन्छ भोलि बिहान उठ्ने हो 6 बजीतिर पानी पर्दैन पर्छ थाहा छैन बस त काठमाडौँबाट आएन अरे अब के हुन्छ थाहा छैन अब सुत्दै जाने हो किनकि मलाई गाडी लाउँछ सो यहाँ सब प्याक भइसक्यो मेरो ह्यान्ड क्यारी अनि ब्याग्सहरू छ मेरो चाहिँ लगेज 2टा हो जो कि प्रिमियम इकोनोमिक क्लास हो नि त त्यही भएर 2टा लगेज एलाउड छ सो 2टा लगेज त्यस भोलि हेर्नुहोस् आज हेर्नु पर्दैन सो म भोलि सिधै भ्लग गर्छु आई डोन्ट ह्याभ स्टोरेज मैले अघि नै भनिदिएको मसँग स्टोरेज छैन म थोरै क्लिपर मात्रै खिच्छु यो भ्लग चाहिँ अनि यो भ्लग चाहिँ नेपालदेखि हङकङको यात्रा पनि हुनेछ र सबैजना लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र हङकङमा गएर मम बाबाहरू भेटेको पनि म सबै देखाउनेछु सो अहिलेको लागि म यति भन्दै बिदा हुन चाहन्छु र भोलि म ब्लग गर्नेछु बिहान उठेर सो गुड नाइट Hi guys, हामी चाहिँ थकाली खाना आम विथ भोजाई प्रार्थना एन्ड प्रनिस हामी मात्र थकालीमा हो गाइजहरु हामी चाहिँ भर्खर भात खाएर अब भाटबटिन जान लागेको अनि भाटबटिनी घुम्न जान लागेको या थाक्यो के समात्न एकछिन बोकेर थाक्यो रे भाइ पेट डुम्मा बसेको थाक्छ भएमा Guys, what we found, look. 혹시 아니거든. 얘는 우선 우비 पोपे The heck? हामी चाहिँ यतिकै घुम्दै डुल्दै बसिरहेछौँ अनि यहाँ चाहिँ आन्टीहरू हुनुहुन्छ आन्टी तपाईँ बोजे त्यहाँ चाहिँ प्रनिस छ हामी एकछिनपछि भेट्छु बाई बाई बाबु म यहीँ हँगा थिएँ कि राम्रोमा मैले यो गाइजहरू हामी यहाँ यो ट्रली हो यत्रो सामान छ अनि ग्राउन्ड फ्लोरमा लानु परेछ होइन
अनि आन्टी र बोजै छ अब ग्राउन्ड फ्लोरमा कोही भएको छ अनि यो लिफ्ट यो ट्रली यहाँबाट लान मिल्दैन सो यहाँबाट जानु पर्यो अनि रनिस र म यहाँबाट लिएर जाने भनेको दुईचोटि ढोका खोलिसक्यो तर प्याक सो त्यही हो अब फेरि उठ्दैछौँ त्यही हो ल अब हेलो गाइजहरू हामी चाहिँ मुनि यो सेक्सनमा आयौँ अनि भर्खर लिफ्ट पायौँ आधी घन्टापछि यसको यस्तो रामायण त्यही हो अनि बुझ्नको लागि अब मेरो भोलि काठमाडौँ जाने हो मामा र म अनि बिहान 6 बजे उठेर 7 बजेको बस छ अनि मामा र म जाने हो मेरो पर्सि हङकङको फ्लाइट छ सो पर्सि म साथीहरूसँग भेट्छु काठमाडौँमा अनि अहिलेको लागि चाहिँ हामी यहाँ घरको लागि खानेकुराहरू अनि माथि सप्लायर्स र के भन्छ त्यसलाई सामानहरू किन्न आएको थियौँ त्यही हो अब सिधै भोलि काठमाडौँमा भेटौँला मेरो स्टोरेज छैन क्या त्यही हो बाई बाई सबैजनालाई भोलि म सिधै बिदाई गरेको भोलि सिधै त्यो बिदाई गरेकोबाट हाल्छु घरबाट बाई बन The next day. Good morning guys र I'm back र दिनको सुरुवात भयो अब the day I'm leaving पोखरा yes सो भोलि चाहिँ मेरो फ्लाइट छ अनि आज चाहिँ पानी परेन है गाइज यस पानी परेन मैले यहाँ मुखसुख धोएर बसेँ कति 6 बज्यो अब सब एकचोटि हामीले लगेजहरू फेरि हेऱ्यौँ अनि त्यसपछि अब मामा नि एकछिन भयो के अरे अब हामी 6:30 निस्किन्छ मलाई गेस भन्दै जानुहुन्छ वेदर पनि क्लियर बाटो कस्तो हो थाहा छैन म देखाउँछु भ्लगमै सो अब यहाँ अब के हुन्छ बाई बाई सबैजनालाई म रेडी भइसकेको छु अब 8 हाम्रो के भन्छ अस्मिन यहाँ अस्मिन सो हाम्रो चाहिँ 7 बजेको बस थियो नि त अनि क्यान्सल गरेर 8 बजे बस चेन्ज भयो हाम्रो जगदम्बा ट्राभल्सको थियो अनि त्यसपछि त्यो क्यान्सल भयो किनकि त्यो बस आएन रहेको पोखरै अनि बस चेन्ज गरेर अब कस्तो बस्यो थाहा छैन अब 8 बजे हो अब 7:30 भयो हामी निस्किन्छौँ अब म सिधै बसमा गएर भेट्छु बिदाई सिधै गरेको हाल्छु कि हाल्दिनँ थाहा छैन अब त्यही हो अब बसमा गएर भेटौँ न सबै रेडी छ बाहिर लगेजहरू सो हेलो साथीहरू द डे आइम गोइङ हङकङ मैले भ्लग बनाउने बिर्सेछ हिजो अनि हामी चाहिँ उठेर अब हामी मामा र म पशुपतिनाथमा दर्शन गर्न जानु लागेको
अहिले चाहिँ म होटलको रुमबाट अब जान लाग्यो अनि आज चाहिँ हजुरहरूले चिन्नुहुन्छ कि हुन्न मेरो साथीहरूलाई अब म भएर देखाउँछु आज हामी साथीहरूसँग दिउँसो थकाली खान जाने प्लान छ के अरे अब हामी जान्छौँ मेरो फ्लाइट आज भरे बेलुका राति 11 बज्यो सो यहाँ दिनभरि फ्री हुन्छ नि त अनि त्यही भएर त्यता बौद्ध घुमौँ त्यता खाना जाम भनेर हो सो यहाँ अब हामी पशुपतिनाथ जान्छौँ नमामि शमीशान निर्वाणरूपम् विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम् हेलो साथीहरू हामी चाहिँ मामा र म पशुपतिनाथबाट आएर भन्नु मलाई जस्तै के भन्ने म चाहिँ सुशान्त बमजन हो अनि हामी चाहिँ पहिला बच्चामै सँगसँगै खेल्थ्यो अनि दिदी चाहिँ हामीभन्दा अलिक ठुलै हुनुहुन्थ्यो ऊ र म चाहिँ अब ऊ माघको म चाहिँ भदौको अनि यो चाहिँ खै कुन महिनाको थाहा भएन साइजिन चाहिँ अनि हामी चाहिँ पहिला बच्चा बेलामा सँगसँगै खेल्ने सँगसँगै अब त्यो जताततै डुल्ने के अनि ठुल्ठुलो भएपछि चाहिँ हाम्रो बसाइ सरे हामी यता भक्तपुर आयौँ अनि यिनीहरू बच्चादेखि हङकङमा बस्यो अनि पछि आज भर्खर भेटेका हामी कति 10-12 वर्षपछि होला यो पुदन रोमा दिदी अनि रोमा दिदीलाई पनि आज भर्खर भेटेको अनि साइजेनलाई चाहिँ अस्ति नै भेटेको थिएँ मैले बौद्धमा अनि पुदनसँग चाहिँ 10-12 वर्षपछि भेटेको हो अब यो साइजेनको पालिना कुछ भी साइजेन इन्टरप्ट गरेर बोला I'm Saidi Shrestha. Thank you. म भन्न सक्दिनँ उता नि कुछ भी सो गाइजहरू हामी चाहिँ अहिले थकाली खान आएको छौँ सो सुशान्त हेलो साइजान रोमा दिदी वासरुम अनि अब हामी खाएर बौद्धतिर जान्छौँ यतै जानु होला बौद्धमै हो म बौद्ध मन्दिर जाने हो त्यहाँ चाहिँ एयरपोर्ट सो या अब खाएको गाइजहरू हामी चाहिँ बौद्ध आइसक्यौँ अनि हेर्न सक्नुहुन्छ बोल न हेलो गाइज हामी चाहिँ अहिले कहाँ छौँ भन्दा भाटभटिङमा छौँ बौद्धको यहाँ पनि रहेछ पोखराको जस्तो तर यहाँ चाहिँ ठाउँहरू सबै सामानहरू सबै छुट्टै छुट्टै हो अनि सानो रहेछ अनि यहाँ त्यही हो सेम चाहिँ सेम छ हामी चाहिँ हेर्न आएको सो हेर्न सक्नुहुन्छ काठमाडौँको बौद्धको अर्कै छ यतै हेलो साथीहरू अब हामी होटेलमा आइसक्यौँ रोमा दिदी र साइजन मात्रै
साथीहरू एयरपोर्टमा आएको हुँ। अहिले चाहिँ म बोर्डिङ यो हलमा छु। अनि यो चाहिँ यहाँ गेट नम्बर 7 चाहिँ हाम्रो सो यहाँ त्यही हो। अब हङकङमा गएपछि म भ्लग बनाउँछु। अब मेरो स्टोरेज पनि छैन अनि सो हेलो गाइज, म फाइनली आफ्नो रुममा आइसकेँ। सो 1 घन्टा जति लाग्यो होला आउनलाई, किनकि एकदम टाढा छ एयरपोर्ट। सो अनि अब यता हङकङको सीमा हाल्न जानुपर्छ। अब सीमा हाल्न जानु लाग्छु म। अनि एकदम गर्मी रहेछ यता चाहिँ। अनि त्यही हो, अब हेर्न सक्नुहुन्छ। यस, अब सीमा हाल्ने। अनि त्यसपछि मेरो यहाँ अनलाइनमा यसो हालेर आउँछु। अनि कस्तो लाग्यो ब्लग? पोखरादेखि काठमाडौँदेखि हङकङसम्मको यत्रो मिनटको ब्लग जे पाइ त्यही भयो। अब त्यही पनि हेरिदिनु होला। हेलो साथीहरू, फेरि पनि न्यू अपडेट। अब चाहिँ मेरो ब्लग एन्ड हुन लागेको छ। हामी चाहिँ यता कता हो यो नामचुङ भन्ने ठाउँमा बाबाको के मिलाउन आएको रे? कार्ड मिलाउन आएको, कार्ड रिन्यू गर्न आएको। अनि हामी चाहिँ यहाँ मुनि मेट्रोबाट आएको। अब हजुरलाई कस्तो लाग्यो मेरो ब्लग? कमेन्टमा भनिदिनु होला। अनि लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यही हो, हेर्न सक्नुहुन्छ लाइनमा, हेर्नुहोस्। अब हामी जान्छौँ। सो हेलो साथीहरू, ब्याक अगेन। मैले कुन 2 दिन बिदा गरेर मैले बल्ल एन्डिङ गरेको। अब के कस्तो भयो ब्लगहरू? सब म्युजिकको मात्रै थियो। अब कस्तो भयो
कस्तो लाग्यो हजुरलाई मेरो पोखरादेखिको भ्लग सो अहिले चाहिँ म रुममा छु अनि त्यही हो अब कस्तो लाग्यो भनिदिनु होला यति नै थियो धेरै बहिनी थोरै बहिनी दिनु भयो होला भन्ने आशा गर्दै अब त्यही हो अब म डेली भ्लग गर्दै जान्छु अनि भ्लग त बनाएको थिएँ के बनाएँ अब नेक्स्ट टाइमबाट अब राम्रो बनाउनु पर्यो सो अलि मेसी भयो अब त्यही हो सो या थ्याङ्क यू फर वाचिङ अनि कस्तो लाग्यो भनिदिनु होला फेरि पनि सो यति भन्दै म बिदा हुन चाहन्छु सो धन्यवाद